भर्सन र 117लाई म अध्ययन गर्नेछु। त्यहाँ दुईवटा पद लेखेको छ है। अति नै पवित्र अति नै मिठो शब्द त्यहाँ लुकेको छ है। साँच्चै म अध्ययन गर्छु सबैलाई गर, किनभने हामी प्रति उहाँको करुणा अपार छ र परमप्रभुको विश्वसनीयता सदाको निम्ति रहन्छ। परमप्रभुको प्रशंसा गर। आमेन। साँच्चै नै हामी परमेश्वरको प्रेमलाई हामी यहाँबाट बुझ्न सकिन्छ है। उहाँको अपारणीयता र विश्वसनीयता जोड्न चाहे। साँच्चै नै जब आदम र हव्वाले चाहिँ एउटा पाप गरेको चाहिँ जुन पाप गरेकोदेखि चाहिँ आदम र हव्वालाई चाहिँ आदमको बगैँचादेखि निकालेको छ, त्यहाँदेखि चाहिँ तिनीहरूले चाहिँ परमेश्वरसँगको सम्बन्ध चाहिँ टुटेको हुन्छ है। परमेश्वरले चाहिँ तिनीहरूले आराधना गर्नै बिर्सिन्छ। तर जब चाहिँ होइन अन्तिममा गएर समय कहाँ भइसकेको थियो है। तर हामी 4को हामी 26लाई पढ्यो भने त्यहाँ एउटा अचम्म भए अति नै पवित्र शब्द त्यहाँ लेखेको छ है। त्यहाँ लेखेको छ कि सेतको पनि एउटा छोरो भयो र उनको नाम एनोस राखियो। त्यस समयदेखि मानिसले परमेश्वरको आराधना गर्ने है। परमेश्वर हालेलुया हालेलुया हुन्छ। यस समय हामी केही भजन वर्षको लागि छु हैन मलाई चाहिँ थाहा छैन कि आफूले कति वर्ष
कति ठाउँमा देश विदेशमा घुमे पनि होइन कति ठाउँ गयो अनि गएर आउने जाने कति गऱ्यौँ तर मैले यसले आफ्नो बर्थडे चाहिँ कहिले पनि मनाएन होइन कहिले मनाएन मैले अनि आजको दिनमा चाहिँ म चाहिँ मेरो बाबालाई मिस गरेको छु मेरो बाबा चाहिँ होइन मेरो बाबा हुँदाखेरि चाहिँ विश्वास थिएन Happy birthday to you, happy birthday to you, happy birthday, and the star burns tonight. Happy birthday to you, happy birthday to you, happy birthday, happy birthday. Let's go. आफ्टर सङ्गति आदरणीय सीता बहिनी र कमला नानाको ह्याप्पी बर्थडे कार्यक्रममा केही झलकहरू हजुरहरूको माझमा हामीले राखेका छौँ। फेरि पनि आदरणीय हाम्रो सीता बहिनी नानालाई धेरै 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 शुभकामना तथा है प्रभुले धेरै अनुग्रह गर्नुभएको होस् अनि साथै ह्याप्पी बर्थडे बोथ अफ यु। गड ब्लेस यु बोथ।